ल साथीहरू सबैजनालाई म आफ्नो यो कापर सर नामक युट्युब च्यानलमा स्वागत गर्न चाहन्छु। र आज म सबैलाई काम लाग्ने र जानकारीमूलक कानुन सम्बन्धी भिडियो लिएर आएको छु। र आज मेरो भिडियोको विषय हुनेछ आफ्नो घरबाटै जुनसुकै अदालतमा रहेको मुद्दाको फैसला कसरी प्रिन्ट गर्ने सम्बन्धमा मेरो भिडियो रहेको छ। अब यो भिडियो हामीले सुरुवात गर्नुभन्दा अगाडि यदि अहिलेसम्म तपाईँले मेरो च्यानल सब्सक्राइब गर्नुभएको छैन भने मेरो च्यानललाई सब्सक्राइब गर्नुहोला, लाइक गर्नुहोला र नबुझेको कुरामा कमेन्ट गर्नुहोला र धेरैभन्दा धेरै सेयर गर्नुहोला, किनभने यो भिडियो एकदमै जानकारीमूलक भिडियो छ र सबैलाई काम लाग्छ। र यो भिडियोलाई सुरुवात गर्नुभन्दा अगाडि यसका केही बारेमा छलफल गरौँ। सबभन्दा पहिला साथी, यसबाट के फाइदा हुन्छ त? सबभन्दा पहिला फाइदा प्रत्यक्ष रूपमा जो व्यक्ति मुद्दाका पक्षहरू छन् तिनीहरूलाई फाइदा हुन्छ, किनभने घरबाटै आफ्नो मुद्दाको फैसला प्रिन्ट गर्न पायो, फैसलाको पूर्ण पाठ पढ्न पायो, के कतिसम्म चित बुझेको छैन अपिल गर्ने मुद्दाको गर्ने मौका पायो। र अर्को फाइदा दोस्रो, त्यसमा संलग्न कानुन व्यवसायीलाई हुन्छ है। अर्को तेस्रो फाइदा, जो चाहिँ न्युली एपोइन्टमेन्ट नयाँ नियुक्त भएका कानुन व्यवसायीहरू छन्, भर्खर पेसामा छिरेका छन्, त्यस्ता मान्छेलाई धेरैभन्दा धेरै केसको स्टडी गर्न मद्दत पुग्दछ। र अर्को चौथो फाइदा, जो कानुन पढिरहेका विद्यार्थीहरू छन्, कक्षा 11मा 12मा एलएलबी बिएलएलबी भर्खर पढिरहेका भाइ बहिनीहरूको लागि पनि यो अति नै उपयोगी हुन्छ। र यति भन्दै आजको भिडियो सुरुवात गरौँ। सबभन्दा पहिला हामीले आफ्नो कम्प्युटरमा यो यस्तो क्रोम ब्राउजर खोल्ने अथवा जुनसुकै ब्राउजर खोल्ने, त्यसमा हामीले सुप्रिम कोर्ट है सर्च गर्ने, supremcourt.gov.np खोल्ने। खुलिसकेको छ। अब यहाँ तपाईँले हेर्न सक्नुहुन्छ है, यहाँ यसरी तल सार्नुहोस्, यसरी बिस्तारै बिस्तारै सारेपछि तपाईँले यहाँ हेर्न सक्नुहुन्छ फैसला, निर्णय वा आदेशको पूर्ण पाठ है। यसमा तपाईँ क्लिक गर्नुहोस्। अब क्लिक गरिसकेपछि तपाईँको मुद्दा कुन अदालतमा छ, सर्वोच्चमा छ कि उच्चमा छ कि जिल्लामा छ कि विशेषमा छ कि न्यायाधिकरणमा छ कि प्रशासकीय अदालतमा छ कि कहाँ छ है, त्यो छान्नुहोस्। त सुरुमा हामीले सर्वोच्चबाट हेरौँ, या सर्वोच्चको छान्यौँ। यहाँ हामी सर्वोच्चता टिक गर्ने। त्यसपछि यहाँ मुद्दाको यहाँ हेर्नु 3टा अप्सन छ तपाईँलाई, मुद्दाको दर्ता नम्बर अथवा मुद्दाको दर्ता मिति अथवा फैसला मिति। यति लेखेर 3 अप्सनबाट हामी खोज्न सक्छौँ। र यो खोज्नुभन्दा पहिला एकचोटि यो भिडियोलाई हामीले एकचोटि हेरौँ। यहाँ के जानकारी गराएको छ भने यो भिडियोमा, यसलाई एकचोटि हामी जुम गरौँ। तपाईँलाई यो सर्वोच्च अदालत, उच्च अदालतहरू, जिल्ला अदालतहरू र विशेष अदालतका 2069 साल फाल्गुन 1 गते पछिका फैसला वा अन्तिम आदेशहरू सर्वोच्च अदालतको वेबसाइटबाट जोसुकैले पनि हेर्ने, डाउनलोड गर्ने तथा प्रिन्ट गर्ने समेतको व्यवस्था मिलाइएको छ। यस्तो फैसला वा आदेशको आधिकारिकताको लागि भने सम्बन्धित अदालतबाट नियमानुसार प्रमाणित गराई लिनुपर्ने बेहोरा जानकारी गराइन्छ। अर्थात् यो फैसला हामीलाई पढ्नको लागि, हेर्नको लागि छ, तर कुनै मुद्दामा प्रमाणको रूपमा पेश गर्नको लागि सम्बन्धित निकायबाट नै हामीले जुन अदालतमा यो मुद्दा चलिरहेको छ अथवा जुन अदालतमा यो अहिले उपलब्ध छ त्यहीबाट हामीले यसको नक्कल प्रमाणित गराएर लियो भने मात्रै प्रमाणको रूपमा हामी पेश गर्न सक्छौँ। अब यहाँ हामी एउटा मुद्दा नम्बर खोजौँ। मुद्दा नम्बर राख्ने हामीले यहाँ एउटा कुनै एउटा मैले आफ्नो मनले यो मुद्दा नम्बर राख्ने, तपाईँ आफ्नो मुद्दा नम्बर राख्नु होला। त्यसपछि यहाँ हेर्नुहोस्, यहाँ इन्टर क्याप्चा भन्छ, यो जुन छ नि तपाईँको यो दिएको त्यो राख्नु होला। के छ तपाईँको है, तपाईँको छ क्यापिटल यम छ है, अनि यच छ, यच, अनि के छ ओ छ, ओ हो, त्यसपछि जे छ, जे, एक्स अनि एफ,
इन्टर गर्नुस्, इनभ्यालिड देखायो, फेरि राख्नुस्। एम क्यू अनि त्यसपछि यु, डी क्यापिटल डी छ, डी अनि 3 अनि आई। कता गयो आई हो, यहाँ छ आई। ल यो हो, ल आधार छान्नुस्, मुदा नम्बर छान्ने। ल डब्लु एम एस 2 6 आई। ल अब यो खुल्यो। अब खुलेपछि यहाँ तपाईँले हेर्न सक्नुहुन्छ, यहाँ के छ, हेर्नुहोस्मा छ है, यहाँ पूर्ण पाठ है। यो कुनै मुद्दा छ, उत्प्रेषणको रिट छ, हेर्नुहोस्मा क्लिक गर्नुहोस्। अब क्लिक गरिसकेपछि तपाईँको यहाँ डाउनलोड भइसक्यो। अब यहाँ सो इन फोल्डर गर्नुहोस्। सो इन फोल्डर गरिसकेपछि यहाँ यो मुद्दा अब डाउनलोड भइसकेको छ, यो खुलिरहेको छ मुद्दा। ल ल खुलिसकेपछि तपाईँले यहाँ हेर्न सक्नुहुन्छ, यो मुद्दाको यसरी हामीले यो फैसला, यो मुद्दामा आयो, हामीले पढेर के भएको छ जम्मै कुरा हेर्न हामी सक्छौँ है। जुनसुकै कुरा यहाँले हामी हेर्न सक्छौँ। ल यसरी मुद्दाको फैसला हामी हेर्न पायौँ है। अब तपाईँलाई है, तपाईँले अब अरू अदालतको, जस्तो मानौँ उच्च अदालतको हेरौँ, एउटा उच्च अदालतको हेरौँ। ल अदालतको नाम छान्नुहोस्, कुन अदालत, उच्च अदालत। मानौँ हामीले उच्च अदालत जनकपुर हेरौँ, यहाँ छ, मुद्दा नम्बर छ, ठिक छ, इन्टर क्याप्चा गर्ने। अब कति छ, 7 ए जे ई पी र जी छ। अब खोज्नुहोस्मा क्लिक गर्नुहोस्। ल भेट्यो, यहाँ चाहिँ हेर्नुहोस् छ, यो अधिकार परीक्षा छ, यहाँ हेर्नुहोस्मा क्लिक गर्नुहोस्। डाउनलोड भयो, डाउनलोडमा हामी जाउँ, यहाँ फेरि सो इन फोल्डरमा जानु। ल यो पनि खुल्यो, उच्च अदालत जनकपुरको, हेर्नुहोस् है। ल यसरी खुलिसकेको छ। अब यसमा तारिक गुजारेकोले यो चाहिँ है तामेलीमा राखेको छ यो। अब यसरी हामीले हेर्न सक्छौँ। डिसमिस फैसला छ अर्को, अनि एउटा तामेली आदेश छ, यसरी हामीले हेर्न सक्छौँ है। तपाईँले अब जिल्लाको, कुनै जिल्लाको हेर्ने मन छ भने अब यहाँ अदालत छान्नु होला, जिल्ला अदालत है। अब अदालतको नाम तपाईँको जुन अदालतमा मुद्दा छ, सपोज मानौँ हामी काठमाडौँ हेरौँ, जुन अदालतमा त्यो मुद्दा हामी हेर्ने। अब यहाँ इन्टर, यो क्याप्चा यहाँ हाल्नै पर्छ है प्रत्येक पटक, आर एन टी एन टी आई। यहाँ हेर्नुहोस्। अब यहाँ डाउनलोड भइसक्यो। डाउनलोड भएपछि यहाँ सो इन फोल्डर, कहाँ चाहिँ फोल्डरमा जाने। अब यहाँ क्लिक गर्नुहोस्। ल आइसक्यो त, हेर्नुहोस् यो तपाईँको निषेधाज्ञाको आदेश छ, हेर्नुहोस् यहाँ मजाले हामी हेर्न सक्छौँ। यसरी हामीले जुनसुकै अदालतको मुद्दाको फैसला आफ्नो घरबाटै, आफ्नो घरको हातको मोबाइलबाटै, आफ्नो कम्प्युटरबाट, आफ्नो ल्यापटपबाट
खोज्न सक्यौँ, पढ्न सक्यौँ, अध्ययन गर्न सक्यौँ। यति कामको लागि हामीले कुनै ठाउँमा वकिलै खोजिराख्नु पर्दैन। तर प्रमाणित गराउनु पर्यो भने आफैले पनि एउटा नक्कलको निवेदन पाउँछ, आफैले पनि निवेदन भएर कति पन्नाको छ है त्यो दस्तुर कटाएर हामी नक्कल प्रमाणित लिन सक्छौँ है। अब भएन त तपाईँले फाइदा सामान्य पढले गर्नुभएको छ भने तपाईँले यति कामको लागि चाहिँ आफै सक्षम हुनुहुन्छ। यति कामको लागि तपाईँले घुम्नु पर्दैन, अरू मान्छे चाहिँ सहयोगी खोज्नु पर्दैन, यति काम तपाईँलाई आफै गर्न सक्नुहुन्छ है। तपाईँलाई भिडियो मन परेको भए यहिलेसम्म सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नुहोला, लाइक गर्नुहोला र धेरैभन्दा धेरै सेयर गर्नुहोला, किनभने यो जानकारी अरू मान्छे कहाँ पुगोस् है। यति भन्दै अब अर्को भिडियो फेरि लिएर आउने छु भन्दै आज बिदा हुन्छु। धन्यवाद, नमस्कार।